ओहो तिलक, अनि स्यालेरी आए जस्तो छ त। स्यालेरी त आयो तर अलि सेभिङ गर्नुपर्ने छ हौ। के को लागि सेभिङ हौ? त्यही नेपाल आएछौ 2-4 वर्षपछि घर किन होला भनेर। अनि यहीँ किन नि त अनि? दुबईमा किन्न त हुन्थ्यो, तिम्रो पैसा छोइन सक्नु छ। कति छ हौ तिम्रो स्यालेरी? स्यालेरी त 10,000 आउँछ। 10,000 आउँछ भन्छ, तिमीले मन्थली 4,500 त तिर्न सकिहाल्छौ होइन? त्यति त सक्छु मजाले। भनेपछि म तिमीलाई यही वाटर फ्रन्टको अगाडि 1 बेडरुम अपार्टमेन्ट दिलाउँछु हौ। हो र? हो, जानी हो त हेर्न प्लट। जाउँ न त। ल हैन, यो रहेको छ तिम्रो प्लट, यो रहेको छ तिम्रो सी वाउ। भ्यू। त्यहाँनिर तिम्रो बरदुबई डेरा रहेको छ, जो 10 देखि 15 मिनेटको डिस्टेन्समा। सो लिने नि त 1 बेडरुम अपार्टमेन्ट अनि लिने त हो। यसको प्राइस चाहिँ कति छ? प्राइस तिम्रो 3,50,00,000 हो नेपाली। आमामामा, त्यत्रो त म सक्दिनँ हौ। ए, सबै पैसा एकैचोटि दिने होइन कि। तिम्रो यहाँ 30-70 को पेमेन्ट प्लान छ। 10% तिमीले डाउन पेमेन्ट गर्ने हो, जुन हो तिम्रो 35 लाख, र तिमीले बाँकी रहेको 4,500 चाहिँ मन्थली पेमेन्ट प्लान गर्ने हो। त्यो पनि धिरम है त्यसै फेरि। ए ल, जम्मा 4,500 पो मैले पेमेन्ट गर्नुपर्ने। अँ, ल त्यसो भए एउटा युनिट यतापट्टिको भ्यूमा बुक गरिदेऊ न त।